छोटा पैकेट बड़ा धमाका, यानी कि अ बम अफ मास 12 केजी, एउटा सानो पोका 12 केजी को एउटा बम छ, त्यसले ठुलो धमाका गर्छ भने एउटा 12 केजी को बम छ, त्यो फुटेपछि दुई पिसमा हुन्छ, दुईटा टुक्रा भयो त्यसको, र जो त्यो दुईटा टुक्रा भयो भने माने एउटा यो 12 केजी को एउटा बम छ, यो ब्लास्ट भएपछि एउटा 4 केजी अनि अर्को चाहिँ 8 केजी। यो मैले लेखेको होइन, क्वेसनले भन्दैछ अ बम अफ मास 12 केजी एक्सप्लोड इन्टु टू पिसेस अफ मास 4 केजी एन्ड 8 केजी। बम कति केजीको छ? 12 केजी। भने द भेलोसिटी अफ 8 केजी, जो 8 केजी छ यसको भेलोसिटी 6 मिटर पर सेकेन्ड। भेलोसिटी कति छ? 6 मिटर पर सेकेन्ड। द काइनेटिक एनर्जी अफ अदर भनेको यो, यसको काइनेटिक एनर्जी कति छ? यसको काइनेटिक एनर्जी कति छ? र यसको हुनुपर्ने के भेलोसिटी छैन। किन भेलोसिटी हुनुपर्ने? किनकि काइनेटिक एनर्जी को फर्मुला के छ? हाफ mv²। मास यहाँ छ 4 केजी, तर भेलोसिटी अहिले पनि हामीलाई थाहा छैन। सबैभन्दा पहिला यो न्युमेरिकलले भनिरहेछ यसको भेलोसिटी यदि म फाइन्ड गर्न सक्यो भने यसको काइनेटिक एनर्जी विथिन मिनटमा फाइन्ड आउट भइहाल्छ। त म पनि तपाईहरुलाई धेरै समय अलिकति लिन्छु यसलाई कन्सेप्टलाई क्लियर पार्नको लागि, तर तपाईलाई म 100% ग्यारेन्टी भन्न सक्छु कि एक्जामिनेसनमा विथिन मिनटमा तपाईले यसलाई सोल्भ गरेर करेक्ट टिक लगाइदिन सक्नुहुन्छ। ओके, र तपाईलाई म के भन्न चाहन्छु, तपाईलाई स्वागत छ क्लासरुम कन्सेप्टमा। यस्तो कन्सेप्ट जसले तपाईलाई महान टिचर को याद दिलाउँछ, त्यो टिचर जसले तपाईलाई क्लासरुममा इजी तरिकाले कन्सेप्ट बुझाउँथ्यो। हाम्रो पनि मोटिभ त्यही छ कि तपाईले जुन टिचरले इजी तरिकाले बुझाउँछ हामीले पनि त्यसरी नै तपाईलाई इच एन्ड एभ्री क्वेशनको कन्सेप्ट इजी तरिकाले बुझाइदिन्छु भने। अब यहाँ के हामीले बुझ्नुपर्छ, यो क्वेशनले के भन्यो? 12 केजी को एउटा बम छ, ब्लास्ट भएपछि दुई पिसमा भयो, एउटा छ 8 केजी को, एउटा छ 4 केजी को। जुन 8 केजी छ त्यो कतिको रफ्तारमा छ भेलोसिटी? उसको 5 मिटर पर सेकेन्ड। तर जो 4 केजी को छ यसको भेलोसिटी हामीले थाहा छैन, तर भन्यो के निकाल्न? जो 4 केजी को छ त्यसकै काइनेटिक एनर्जी। अप्सन दिएछ 48, 32 जूल, 24 जूल र 288 जूल। अब अहिले म यो अप्सनलाई बढी फोकस गर्दिनँ, पहिला सोलुसनतिर जान्छु, कन्सेप्टतिर जान्छु। अब म पहिला सुन्न चाहन्छु भाइ बहिनी हो यो कन्सेप्ट कुन च्याप्टरको हो? यो कन्सेप्ट हो मोसन, फोर्स एन्ड मोसन। फोर्स एन्ड मोसन च्याप्टरमा एउटा सब टपिक छ मोमेन्टम भन्ने। के छ टपिकको नाम? मोमेन्टम। अब सर यो मोमेन्टम के हो? मलाई थाहा छ, तपाईहरुले इजिली भन्न सक्नुहुन्छ। सर मोमेन्टम भनेको मोमेन्टम इज अ मेजर अफ एन अब्जेक्ट मोसन। मोमेन्टमले कुनै पनि अब्जेक्टको मोसन मेजर गर्छ। मोसन यानी कि त्यो अब्जेक्ट कति मोसनमा गइरहेछ, जस्तै बस, ट्रक, यहाँ बम फुटेपछि यो पार्टिकल र यो पार्टिकलको मोसन कति भयो? यो दुईटा पिसको 4 केजी र 8 केजीको मोसन कति छ? त्यो भइहाल्यो यसको मोमेन्टम। यसको मोमेन्टम मोमेन्टम भने के लेख्न सक्छु त्यसो भए? मास इन्टु भेलोसिटी v, यानी कि m इन्टु v भनेको भइहाल्यो मोमेन्टम। कुनै पनि बडीको मोमेन्टम हो, यो कुनै पनि अब्जेक्टको मेजर गर्छ के? मोसन। के मेजर गर्छ मोमेन्टमले? मोसन। कुनै पनि अब्जेक्टको मोसन मेजर गर्छ। क्वेसन छ रिलेसन हो, यसको कन्सेप्ट त्यही छुपेको छ, लुकेको छ, हाइडन कन्सेप्ट पछाडिको। त अब हामीले के गर्नु पर्यो? हामीले भेलोसिटी निकाल्नु पर्यो। हामी मोमेन्टमै हेरिरहेछौँ, मोमेन्टममा यहाँ भेलोसिटी छ, तर कसरी बुझ्ने? स्टार्टिङदेखि सुरुमा बुझ्नको लागि हामीलाई सबभन्दा पहिला हामी यसको मोमेन्टम फाइन्ड आउट गर्छौँ, जो 12 केजी को छ। यसको मोमेन्टम फाइन्ड आउट गर्न के गर्नु पर्यो? यसको मास इन्टु भेलोसिटी। यसको मास इन्टु भेलोसिटी। यसको मास कति छ? मास छ 12 केजी। भेलोसिटी कति छ? सर यसको भेलोसिटी त 0 छ। किन? किनकि यो रेस्टमा छ, फुट्नुभन्दा पहिला त रेस्टैमा थियो। त त्यसो भए यसको कति भयो? यसको मोमेन्टम 0 केजी मिटर पर सेकेन्ड, यानी कि मोमेन्टम कति छ? यसलाई हामी भन्छौँ, जुन यसलाई भन्छौँ इनिसियली मोमेन्टम। कुन मोमेन्टम? इनिसियल मोमेन्टम, सुरुवातको मोमेन्टम हो यो। इनिसियल मोमेन्टम भनेको कति आयो? इनिसियल मोमेन्टम p भनेको m इन्टु v, 12 इन्टु 0। कति आयो इनिसियल मोमेन्टम? इनिसियल मोमेन्टम आयो
0 केजी मिटर पर सेकेन्ड मतलब यो कुनै पनि मोसनमा छैन। मोसन मेजर गर्छ तर मोसन यसको छैन, रियलमा यो रेस्टमा थियो। जब ब्लास्ट भएपछि 8 केजी र 4 केजी त मोसनमा आयो। अब मोमेन्टमले के भन्छ, ल अफ कन्जर्भेसन अफ मोमेन्टम, सुरुवातको जति थियो मोमेन्टम यो दुईटाको मोमेन्टम जोडिदियो भने यो यसको मोमेन्टम जति छ इनिसियल मोमेन्टम, फाइनल मोमेन्ट यहाँ यसको यो दुईटाले जोडेपछि फाइनल आउँछ, त्यो फाइनल पनि के जतिकै हुन्छ इनिसियल जतिकै, यानि कि इनिसियल मोमेन्टम इज इक्वल टु द फाइनल मोमेन्टम। तर यहाँ मोमेन्टमवाला क्वेसनले सोधेको छन्, कहिले काहीँ सोधिदिन्छ कि यसको मोमेन्टम निकाल वा यसको मोमेन्टम निकाल, त्यति बेला हामीले सेमै फर्मुला युज गरेर यो वा यसको मोमेन्टम निकाल्न सक्छौँ। तर यसले के सोधेको छ, काइनेटिक एनर्जी हामी फोकस गर्छौँ के निकाल्न, भेलोसिटी, त्यो भयो इनिसियल मोमेन्टम। त्यसो भए फाइनल मोमेन्टम के हुन्छ, फाइनल मोमेन्टम म यहाँ कुनै इन्डिकेसन युज गर्दिनँ कि यो पिएफ वा पिआई, यहाँ म बुझिहाल्छु इनिसियल भनेको जति बेला 12 केजी थियो त्यति बेलाको मोमेन्टम, फाइनल भनेको टुक्रा भएपछि जब मोसनमा आयो त्यति बेलाको मोमेन्टम। र फाइनल मोमेन्टम यसको मोमेन्टम प्लस यसको मोमेन्टम कति हुन्छ एम इन्टु भी प्लस यसको मोमेन्टम कति छ फेरि एम इन्टु भी। अब हेर यसको मास कति छ 4 केजी, भेलोसिटी मलाई थाहा छैन, मलाई पनि यसले थाहा छैन, मास कति 8 केजी, यसको भेलोसिटी कति 6। अब निकाल 4v प्लस 6 8 दा अनि कि 8 सके 48 48 आयो, अनि कि यो 48 यताबाट आएपछि माइनस 48 म पनि लेख्न सक्छु। त 4v वा v इक्वल टु माइनस 48/4 कति आयो, अब काटेपछि आयो 12 सके 48 12 मिटर पर सेकेन्ड। तर यहाँ माइनस आइहाल्यो, यो माइनस आएपछि हामी चिन्ता लिनु पर्दैन। यो माइनसले के भन्दैछ, यो पार्टिकल जब ब्लास्ट भयो फुट्यो त यो गयो राइटतिर, यो गयो यतातिर, लेफ्ट आयो। त्यही भएर हामीले, किनकि मोमेन्टम भनेको भेक्टर क्वान्टिटी हो, मोमेन्टम के हो भेक्टर क्वान्टिटी, जसको मास पनि छ के भन्छ म्याग्निट्युड पनि छ र के पनि छ डाइरेक्सन पनि छ, एमडी छ। एमडी याद राख, भेक्टर क्वान्टिटीसँग एमडी हुन्छ, मास प्लस डाइरेक्सन। मास त छ हेरिरहेछु, डाइरेक्सन पनि यहाँ देखाइदियो माइनसमा आइरहेछ, त मतलब लेफ्टतिर गइरहेछ यो पार्टिकल, यो कतातिर गइरहेछ राइटतिर, त माइनसले कुनै ठुलो असर पार्नेवाला छैन। अब हामी फाइन्ड गर्छौँ यसको काइनेटिक एनर्जी के भन्छ हामीलाई। भेलोसिटी जब आइहाल्यो भने यसलाई मिटर म के लेख्न सक्छु यहाँ 12 मिटर पर सेकेन्ड, 12 मिटर पर सेकेन्ड। अब यसको काइनेटिक एनर्जी खोजेछ, कति इजी भयो, एकदम सहज छ। अब यसलाई नि हामी यहाँबाट के लेख्छौँ, नाउ काइनेटिक एनर्जी इज इक्वल टु हाफ mv²। मास कति छ यसको काइनेटिक एनर्जी त 4, भेलोसिटी कति छ 12, भर्खर यहाँ फाइन्ड आउट गरेछु, स्क्वायर कति भ्याल्यु हाफ इन्टु 4 12 इन्टु 12 6 2 दा 12 6 4 दा 24 इन्टु 12 कति हुन्छ 4 2 दा 8 र कति भयो बाँकी 2, यानि कि 288 जुल छ। अप्सन 288 जुल, डी अप्सन के भयो, एन्सर भयो डी इज करेक्ट अप्सन। डी के भयो करेक्ट अप्सन। कति सहज छ, मोमेन्टमको बारेमा पनि बुझिहाल्यो। कुनै पनि बडीको मोसन फाइन्ड आउट गर्छ, कसरी त्यसले मोसन फाइन्ड आउट गर्छ, त्यही बडीको मास लिन्छ र त्यही बडीको भेलोसिटी लिन्छ। त हामीले इनिसियल मोमेन्टम यसको फाइन्ड आउट गर्यो, इनिसियल त्यो जुरो कन्सेप्टको लागि फाइन्ड आउट गर्यो, ताकि मलाई फाइनल मोमेन्टम निकाल्दाखेरि मलाई सहज होस्, रेफरेन्स पाउँछु म। इनिसियल यसरी भयो भने फाइनल पनि यो प्लस यो हुन्छ, त फाइनल भयो यसको प्लस यसको मास इन्टु भेलोसिटी, यसको मास इन्टु भेलोसिटी भयो फाइनल मोमेन्टम, जहाँबाट यसको भेलोसिटी यहाँ फाइनल मोमेन्टमबाट फाइन्ड आउट गरिहाल्यो। र यहाँ फाइन्ड आउट गरेपछि काइनेटिक एनर्जीमा पुट गरिदिँदा अहिले कति 288 जुल। यहाँ अप्सन ठिक भएन, कति सहज छ, एकदम सिम्पल छ। तर योबाट कतिवटा क्वेसन आउन सक्छ सर, एउटा सिंगल कन्सेप्टबाट, एउटा मोमेन्टमको सिंगल कन्सेप्टबाट, एउटा सिंगल कन्सेप्टबाट क्वेसन आउँछ 3वटा प्याटर्नको 1 2 3। क्वेसनको सङ्ख्या कति हुन सक्छ, सङ्ख्या हुन सक्छ जतिसुकै पनि, अनकाउन्टेबल 200 300 50 25 जति पनि हुन सक्छ। तर जतिसुकै सङ्ख्या भयो, नम्बर जतिसुकै भए तापनि त्यो कन्सेप्ट कतिवटा हुन्छ, त्यो पछाडि त्यो कन्सेप्ट 3वटा। र ती 3वटै कन्सेप्टलाई कसले सल्भ गर्छ, एउटा मोमेन्टमले। कसले, मोमेन्टमले। अब कस्तो क्वेसन आउँछ यहीमा सोधिन्छ,
कि यहाँ भेलोसिटी पनि दिएको हुन्छ र यहीमा सोधिन्छ कि यसको मोमेन्टम कति हुन्छ वा यसको मोमेन्टम कति हुन्छ वा यसमै सोध्न सक्छ अरू के भनेर एक्स्ट्रा एउटा जुन कन्सेप्ट एउटा त यस्तो सोध्छ कि यसको काइनेटिक एनर्जी कति भयो वा यसको काइनेटिक एनर्जी कति भयो यसको काइनेटिक एनर्जी सोधे पनि हामीले यहाँ फाइन्ड आउट गर्न सकेको छु भेलोसिटी निकालेर यसको भेलोसिटी दिएको हुन्छ यसको काइनेटिक एनर्जी सोधेर पनि सक्छौँ हामी निकाल्न एउटा सोध्न सक्छ कि यसको मोमेन्टम कति हुनसक्छ यसको फाइनल मोमेन्टम कति हुनसक्छ र अर्को त तपाईँले के सोध्न सक्छ भने जब बडी कोलाइड भयो भने यिनीहरूको दुइटैको कन्जर्भेसन अफ मोमेन्टम कति भयो जति इनिसियल हुन्छ त्यति नै हुन्छ फाइनल हामीले फाइन्ड आउट गरेर त्यहाँ त हामी मोमेन्टम फाइन्ड आउट गरेको छैन नि हो फाइनल मोमेन्टमबाट हामीले के फाइन्ड आउट गरे फाइनल मोमेन्टमबाट हामी भेलोसिटी फाइन्ड आउट गरे हामीले फाइनल मोमेन्टमबाट मोमेन्टम फाइन्ड आउट गरेको छैन भेलोसिटी मात्रै फाइन्ड आउट गरेको छु त्यही भएर यो एकदम सिम्पल छ यस्तैबाट धेरै क्वेसन आउँछ यदि तपाईँलाई राम्रो लाग्यो यो कन्सेप्ट इजी छ भने तपाईँले योभन्दा पहिलाको नेक्स्ट क्वेसन त्योभन्दा झन् टेस्टी यो क्वेसन छ यानि कि इम्पोर्टेन्ट भिभिआई प्रायः जसो स्कलरसिप इक्जाममा यस्तो क्वेसनहरू सोधिरहन्छन् एउटा दुईवटा गरेर र यो क्वेसनलाई हामी एकतालि यदि यसको प्याटर्न सम्झ्यो भने कि कुन प्याटर्नबाट यो क्वेसन बनेको छ त्यसपछि यस्तो क्वेसन हामीले जति पनि सोल्भ गर्न सक्छौँ त यो क्वेसन पहिला हामी यसलाई बुझ्ने प्रयास गर्छौँ जब क्वेसन भन्छ यदि हामी समस्यालाई पहिचान गरिहाल्यो भने सोल्युसन आफसे आफ आइहाल्छ त पहिला समस्या यसको पहिचान गर्छु के भनिन्छ क्वेसनले व्हाट इज द भेलोसिटी बाई व्हिच अ बल प्रोजेक्टेड vertically so that the distance covered by it in a fifth second is twice the distance covered by it in a sixth second. अरे जी को भ्यालु दिएछ अब क्वेसनले के भन्यो मानिहालौ यहाँ बल भनेछ म मान्छु एउटा मार्कर छ मेरो हातमा एउटा मार्कर छ भने इनिसियली भेलोसिटी सुरुवातमा यसले मैले कतिले फाले भने कति भेलोसिटीले यसले फाल्यो भने 5th सेकेन्डमा गएर हुन त 1 सेकेन्ड 2 3 4 5 6 सबै सेकेन्ड यो पार गर्छ भने 5th सेकेन्डमा यो गएर 6 सेकेन्डमा जति डिस्टेन्स कभर गर्छ 6 सेकेन्डमा जति डिस्टेन्स कभर गर्छ त्यसको ठ्याक्कै डबल यसले कता गरिहाल्छ 50 सेकेन्डमा यानी कि यसले अझ सहज बनाउँछु मानिहाल्नु एउटा ग्राउन्ड छ वा जहाँबाट म रिलिज गर्दैछु आफ्नो त्यो बललाई हातबाट त्यसले माथितिर यसरी फाल्ने त माथितिर फालेको त इनिसियल भेलोसिटी भने सुरुवातको कति भेलोसिटीले यसलाई म फाल्छु वाट भेलोसिटी कति भेलोसिटीले म सुरुमा फ्याक्छु कि यो 5th सेकेन्डमा गएर 5th सेकेन्डमा गएर 6 सेकेन्ड भन्दा यानी कि 6 सेकेन्डमा यसले जति डिस्टेन्स कभर गर्छ त्यसको ठ्याक्कै डबल यसले कतिमा गरिहाल्छ 5th सेकेन्डमा भने यदि 5th सेकेन्डमा डबल डिस्टेन्स कभर गराउनुको लागि मलाई यसले कति भेलोसिटीले फाल्नु पर्यो त सोध्दैछ इनिसियल भेलोसिटी हेर त्यहाँ सो द्याट द डिस्टेन्स कभर बाई इट इन अ 5th सेकेन्ड इज ट्वाइस यानी कि डबल द डिस्टेन्स कभर इट इन अ 6 सेकेन्ड भने कति भेलोसिटीले मलाई फाल्छु कि 6 सेकेन्डमा जति डिस्टेन्स कभर गर्छ त्यसको ठ्याक्कै डबल यो केमा गरोस् 5th सेकेन्डमा तब यस्तो हेर जब बडी माथितिर फ्याँकिरहेको हुन्छ त्यति बेला 5th सेकेन्डमा 6 सेकेन्डमा वा 1 सेकेन्डमा वा 10 सेकेन्डमा कुनै सेकेन्डमा यदि सोध्छ त्यसको त्यसले कति डिस्टेन्स कभर गर्यो त्यो सेकेन्डमा वा कति भेलोसिटी मलाई फाल्नु पर्यो वा त्यो एक्सेलरेसन कति छ यानी कि इनिसियल भेलोसिटीसित त्यति बेला डिस्टेन्स कति कभर गर्यो यस्तो क्वेसनहरु यदि आइरहेको छ भने यस्तो बेसिसमा त हामीले सबभन्दा पहिला एउटा फर्मुला सम्झिनु पर्छ Sn = u + a/2 * 2n - 1 यो फर्मुला हामीले सम्झिनु पर्छ अब यो फर्मुला के हो सर यो फर्मुला हो nth सेकेन्डको nth सेकेन्डमा कुनै पनि बडीले कति डिस्टेन्स कभर गर्यो अब nth सेकेन्ड भने के हो सर जस्तै 1 सेकेन्ड 2 सेकेन्ड 3 सेकेन्ड 4 सेकेन्ड 5 सेकेन्ड 6 सेकेन्ड त्यहाँ कति सेकेन्डसँग क्वेसनले जोडेको छ 5 र सेकेन्डसँग क्वेसनले भन्यो कि मलाई भन कि सुरुमा म कति भेलोसिटीले फ्याल्छु कि यो 5 सेकेन्डमा पुग्यो भने 6 सेकेन्डमा जति डिस्टेन्स कभर गर्छ त्यसको ठ्याक्कै डबल केमा गरिहाल्नुस् 5 सेकेन्डमा इक्जाम्पलको लागि 6 सेकेन्डमा 1 मिटर गर्यो भने
यसले 5 सेकेन्डमा कति गर्नुपर्छ 2 मिटर। त यहीलाई हामी यही क्वेसनलाई यो फर्मुलासँग रिलेट गर्छौँ। यो क्वेसन यो भइहाल्यो अल इन वान सबै यस्तो सबै समस्याको लागि यो फर्मुला। तर यसको लागि यसलाई कसरी मोडिफाई गर्छु, के चेन्जेसन गर्नुपर्छ यो इनिसियल भेलोसिटी निकाल्नको लागि। त एसियन छ यहाँ भनेको nth सेकेन्ड, n भनेको nth सेकेन्ड भयो। एसियन 5 यानी कि 5 सेकेन्ड इक्वल टु के भनेछ 6 सेकेन्डमा गर्ने डबल त 2 इन्टु s6 यानी कि यो फर्मुलाले यसरी जोडिदियो छ। s5 5th सेकेन्डले कति डिस्टेन्स कभर गर्यो, जति 6 सेकेन्डमा गर्यो त्यसको के डबल। यानी कि यो सबैलाई म क्याल्कुलेट गरेँ भने यो सेकेन्डमा डिस्टेन्स कभरको भ्यालु आउँछ कति, यो इक्वल टु न यो सबै भयो। के भयो 6 सेकेन्डमा 6 सेकेन्डको डबल डिस्टेन्स कभर गरेको केमा 50 सेकेन्डमा। अब यसको यो फर्मुलाले यही स्टाइलमा हामी रिप्रेजेन्ट गर्छौँ। एसियन थियो त u प्लस a/2 इन्टु 2n-1 गरेको थियो, त्यहाँ चाहिँ के छ एसियनको सट्टामा चाहिँ s5। त्यही फर्मुलालाई म के गर्न सक्छु, यही फर्मुला लिएर यहीलाई s5 को सट्टामा म पुरा टोटल लेख्न सक्छु। के लेख्छु u प्लस a/2 इन्टु 2n-1 इक्वल टु 2 इन्टु के छ यहाँ फेरि u प्लस a/2 इन्टु 2n-1। यो हेर्दाखेरि मात्रै अलि जटिल छ तर लजिक एकदम सिम्पल छ। s5 लाई म यही रूपमा लेखेँ, एसियन भनेको यो हो भने s5 भनेको नि यो हो, s6 भनेको यो हो, यो 2 डबल छ। अब यसलाई अझ सिम्पल गऱ्यो भने हामीले के को भ्यालु दिएछ g को। सर यहाँ फर्मुलामा a लेख्नु भएछ, यहाँ g हो। यो लिनियर मोसनमा हुँदाखेरि पनि हुन सक्छ, a भनेको लिनियर मोसनमा बढी गयो भने a हुन्छ। जब माथितिर फेक्छु त -g भइहाल्छ। यसलाई हामी केले रिप्लेस गर्नेछौँ -g ले, यसलाई केले हटाउँछौँ -g ले। त u प्लस -g/2 इन्टु 2n-1 अलिकति अलि लम्बाइ दिए, यो समय मात्रै खाएको नत्र यही अब समाप्त भइहाल्यो कहानी। यो u को भ्यालु यहीँबाट निस्किहाल्यो। यदि कोही एकदम म्याथमेटिक्समा एक्सपर्ट छ स्टुडेन्ट, मभन्दा तपाईँ एकदम एक्सपर्ट हुनुहुन्छ, तब तपाईँ यहीँमा हालेर सबै भ्यालु क्याल्कुलेट गरेर विथिन अ मिनटमा तपाईँले यसलाई इनिसियल भेलोसिटी यहाँ टिक लगाइदिनुहुन्छ अप्सनमा। अप्सन छ 10 मिटर पर सेकेन्ड, 20, 50 र 65। अब 2 इन्टु u बाई -g/2 इन्टु 2n-1। अब एउटा हामीले अब के गर्नु पर्यो, यो n जहाँ जहाँ हेर्छौँ त्यो कति सेकेन्डको n कति सेकेन्ड हो 5th, यहाँ कति छ 6th, त्यहाँ डाइरेक्ट भ्यालु हालेर u प्लस n प्लस माइनस के भ्यालु -g/2 इन्टु यहाँ n को 5 हाले त 5 2 जा 10-1 डाइरेक्ट लेख्छु। अब 10-1 भयो 9 इक्वल टु 2u माइनस g/2। यो कति छ 2, n कति छ यसको 6, त 12-1 कति भयो 11। यो स्टेप भइहाल्यो। अब योभन्दा तल के बनाउनु, यो त अब डाइरेक्ट भइहाल्यो। अब यसलाई केही गरे नगरे हुन्छ, यसलाई म एकैतालि अब लङ जम्प गराउँछु। लङ जम्प यसलाई गराउँदाखेरि अब u इक्वल टु 110 - 45 आउँछ। यति क्याल्कुलेट गरेपछि यति यो लङ जम्प भयो, कति सर्टै जम्प गर्ने। देयरफोर u इक्वल टु कति भयो 110 - 45 आयो 65 मिटर पर सेकेन्ड। त हाम्रो कति भेलोसिटीले अब फेक्नु पर्यो यो बललाई मैले कति भेलोसिटीले फेक्नु पर्यो सर 65 मिटर, यानी कि यसरी 65 मिटर, यानी कि यस्तै कसेर फाल्छु कि 1 सेकेन्डमा यो कति मिटर गइहाल्यो 65 मिटर। यति कसेर फाल्नु पर्यो कि एक घडीको सुया यस्तो गरोस् सिधै कता पुगिहालोस् 65 मिटर। मिटर टेप लिएर नाप्छु त 65, त 65 मिटर पर सेकेन्डले फाल्यो भने म यो बल गएर 5 सेकेन्डमा ठ्याक्कै 6 सेकेन्डको डबल डिस्टेन्स के गर्छ कभर गर्छ। यहाँ डिस्टेन्स सोधिरहेछ नि, यहाँ इनिसियल भेलोसिटी सोधिरहेछ, एन्सर के भयो डी। यदि तपाईले सोलुसन इजी तरिकाले बुझ्नुभयो, पक्कै गाह्रो रहिहाल्यो, मेरोबाट केही कमी कमजोरी छ भने तपाईँ कमेन्ट गर्नुहोस्, सुझाव दिनुहोस् र च्यानललाई सब्सक्राइब लाइक गर्नुहोस्। र बाहिर साथीहरू जुन छ तपाईँको एकदम मित्र वा साथी छ, मित्र होस् नहोस्, साथी भएपछि पुगिगयो, त्यसलाई सेयर पनि गरिदिनुहोस् ताकि मेरो पनि मोटिभ अलिकति जुन
छ नि त्यो त्यति बेला मात्रै मलाई पनि फ्युल चाहियो र त्यो फ्युल मेरो स्टुडेन्ट हो, कमेन्ट हो, लाइक हो, सब्सक्राइब हो। जति धेरै गर्छ म त्यति धेरै, र कुनै यस्तो क्वेसन छ भने कमेन्ट गर्नुहोस् डाइरेक्ट तपाईँ, म फेरि त्यसको सोल्युसन लिएर आउँछु। यो स्टार्टिङ सिरिज हो, यस्तो यस्तो धेरै क्वेसन आउँछ। धन्यवाद।